किन आजभोलि देशका ठुला बुद्धिजीवी, अभिनेता, डाक्टर, इन्जिनियर अथवा जेनजी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रासोपातर्फ आकर्षित भइरहेका छन्? के साँच्चै रासोपा अरू दलभन्दा फरक र राम्रो विकल्प हो? आजको भिडियोमा हामी रासोपामा बुद्धिजीवी किन आउँदैछन्, यो पार्टी किन राम्रो मानिन्छ, कुन पार्टी अध्यक्ष, कुन पार्टी र मानिसहरू मिसिएका छन्, यो पार्टीको जोखिम र कमजोरीहरू के हुन्, एकै ठाउँमा सरल भाषामा बुझ्नेछौँ। नेपालमा दशकदेखि उही अनुहार, उही नेतृत्व र उही शैली दोहोरिरहेको छ। भ्रष्टाचार, शक्ति सङ्घर्ष। पहिलेको मानिसहरूको राजनीति देखेर देशमा बुझेका मानिसहरूलाई लाग्यो अब बाहिर बसेर कुरा मात्र काटेर हुँदैन र परिवर्तन चाहनेहरू भित्रै बस्नुपर्ने अवस्थामा आयो। उनीहरू भनेका काम गरेर नतिजा दिने, जनताको भरोसा जितेका व्यक्तिहरू हुन्। जब यस्ता पात्र राजनीतितर्फ आउँछन्, अन्य सक्षम मानिसहरूलाई पनि लाग्छ कि राजनीतिमा गएर पनि इमान्दार भएर काम गर्न सकिँदो रहेछ। मलाई लाग्छ रासोपाको राजनीति भाषणमा मात्र सीमित नभएर समाधानको केन्द्र पनि भएकोले यसलाई अरू पार्टीभन्दा फरक बनाउँछ। जनताबाट उठेका जवाफलाई उत्तर दिन सक्ने भएर पनि होला। सामाजिक सञ्जाल होस् वा प्रत्यक्ष रूपमा गलत भयो भने स्वीकार गर्न सक्ने संस्कार छ। केही दिन अगाडिको कुरा मात्रै हो, रासोपाले समानुपातिक तर्फको लिस्ट तयार पारेको थियो। उक्त लिस्टमा चर्चित गायककार, चर्चित व्यक्तिहरू, ठुला व्यक्तिको छोरा छोरीहरूको नाम देख्दा जनतालाई रिस पनि उठेको थियो, तर गलत भयो भनेर रासोपाले स्वीकारेको पनि थियो। त्यसरी अहिलेभन्दा पहिलेका शीर्ष नेताहरूले कहिले पनि गलत भयो भनेर स्वीकारेका थिएनन्। र यो भिडियो हेर्नुहोस्, केपी शर्मा ओलीले कसरी आफ्नो गल्तीलाई स्वीकारेका छैनन् भनेर। आइपिओ होइन, एनपिओ नेपाल प्रिमियर। देख्नुभयो, आफ्नो गल्तीको त गल्ती नै नगरे जस्तो। र अर्को भिडियो पनि हेर्नुहोस्, प्रचण्डज्यूको। प्रचण्डज्यू पनि के भन्नु, प्रचण्डको हजारको आरोप जो लगाउन खोजिया छ, तथ्यले त्यो साबित हुँदैन। 17,000 भनेपछि कसले गर्यो? राज्यले जिम्मा लिन्छु भनेर मैले मारे हो र? यस्तो कुरा यो पनि यति त देख्नुभयो नि। अब अर्को नेता शेरबहादुर देउवाको पनि हेर्नुहोस्। त्यत्रो जेन्जी आन्दोलनमा त्यत्रो पैसा जलिसक्दा पनि स्वीकार्न सक्ने क्षमता छैन भने पार्टीमा अथवा देशमा किन काम गर्नु? त्यसैले ठुला नेताहरू गल्तीलाई नस्वीकार्ने भएकोले आजकलका बुद्धिजीवीहरू रासोपातर्फ लम्किँदैछन्। रासोपालाई अरू पार्टीभन्दा फरक गराउने नै उनीहरूको नयाँ सोच र नयाँ संस्कृति हो। यहाँ नेताको पूजा गरिँदैन, प्रश्न सोध्न पाइन्छ र असहमति राख्न डराउनु पर्दैन। र यसैले म यो पार्टीलाई भविष्यको राजनीति भन्छु। यस पार्टीका अध्यक्ष रवि लामिछाने पत्रकारिताबाट राजनीतिमा आएका, भ्रष्टाचार र नराम्रो कुरामा कडा आवाज उठाउँदै आएका, छोटो समयमा ठुलो जनसमर्थन पाएका नेता हुन् र उनको नेतृत्वलाई अरूभन्दा फरक र साहसी मान्छन् कोही नेताहरू। रासोपा विभिन्न सोच र क्षमताको सङ्गम भएको हुँदा यहाँ सामाजिक अभियन्तादेखि लिएर राजनीतिक समूहहरू र केही चर्चित कलाकार र केही प्रख्यात मुहारहरू यही पार्टीमा केही समयदेखि जोडिएका छन्। जस्तै बालेन्द्र शाह, कुलमान घिसिङ, डाक्टर सोनिङ वाग्ले, डिपी अर्याल, सांसदहरूमा शिखर खनाल, शोभिता गौतम, तोर्सीमा कार्की र अन्य प्रसिद्ध अनुहार जस्तै प्रकाश सपुत, अनुष्का श्रेष्ठ, डाक्टर रूपक घिमिरे जस्ता कलाकारहरू पनि यही पार्टीमा आबद्ध भएको देख्न सकिन्छ। र सामाजिक अभियन्ता जस्तै केपी खनाल, सागर ढकालहरू पनि यही पार्टीमा आबद्ध भएको हामीले केही समयदेखि देख्न पाएका छौँ। रासोपामा यस्ता प्रख्यात व्यक्तिहरू, बुद्धिजीवीहरू त जोडिए, र यसको जोखिमहरू र कमजोरीहरू के हुन सक्छ अहिले हेरौँ। सर्वप्रथम पहिले त यिनीहरूमा अनुभवको कमी छ। अनुभवको कमी भन्दा पनि धेरै सदस्यहरू नीति निर्माण, कूटनीतिमा नयाँ छन्। सरकारमा पुगेपछि सिस्टमको जटिलता बुझ्न समय लाग्छ। यदि नियत राम्रो भए तापनि काम कमजोर हुन सक्छ र यसले जोखिम र हानि पुर्याउन सक्छ। दोस्रो नम्बरमा रहेको सङ्गठन कमजोर हुनु हो। सङ्गठन त कमजोर भन्दिनँ, गाउँ वडा स्तरमा पुराना दल जस्तो गहिरो सङ्गठन छैन। यदि चुनाव जित्न नै छ भने जमिनमै काम गर्ने संरचना चाहिन्छ। केवल सहर र सोसियल मिडियाले देश चल्दैन। तेस्रो नम्बरमा भनेको जनताको ठुलो अपेक्षा हुनु हो। जनताले रासोपाबाट छिटो चमत्कार चाहिरहेका छन्, तर राज्यको मुहार परिवर्तन ढिलो प्रक्रिया हो र अपेक्षा पूरा नभए निराशा छिटो नै फैलिन सक्छ। चौथो नम्बर भनेको व्यक्ति केन्द्रता जोखिम हो। केही मुख्य अनुहारहरू अत्याधिक निर्भरता र ती व्यक्तिहरूमा विवाद आयो भने पार्टीलाई असर पर्न सक्छ। त्यसैले पार्टी बलियो नभई व्यक्ति बलियो गराउनु जोखिम हो। अन्तमा म के भन्न चाहन्छु भनेपछि रासोपा आशा हो, ग्यारेन्टी होइन। सफल हुन सक्छ तर केवल
काम, धैर्य र अनुशासन र जनताबाट सपोर्ट पाएपछि